नमस्कार। धुवाकोट न्युज हेर्नुहुने सम्पूर्ण दर्शकवृन्दमा हार्दिक स्वागत छ। पालुङटार नगरपालिका वडा नम्बर 8 धुवाकोट स्थित मिलनचोकमा रहेको धुवाकोट कृषि तथा पशुपन्छी समूहको कृषि सङ्कलन केन्द्रमा स्थानीय कृषकहरूको उत्पादन नियमित रूपमा सङ्कलन भइरहेको छ। यस अवसरमा आफ्नै मेहनत र उत्पादनलाई बजारसम्म पुर्याउँदै व्यावसायिक कृषक बन्न सफल सिर्जना बाचे मगरज्यू र नारायण अर्यालज्यूलाई धुवाकोट कृषि तथा पशुपन्छी समूहको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। सिर्जना बाचे मगरज्यूबाट सिस्नु 12 पोका, मकैको पिठो 3 केजी, अदुवा 15 केजी र बेसार 7 पोका सङ्कलन गरिएको छ। त्यसै गरी नारायण अर्यालज्यूबाट अमला 300 केजी र तिल 1 मुरी सङ्कलन गरिएको छ। यी सबै स्थानीय उत्पादनहरू प्रत्येक शनिबार नगरपालिकाको हाट बजारमा बिक्रीका लागि पठाइने व्यवस्था गरिएको छ। यदि तपाईँ पनि आफ्नो कृषि वा पशुपन्छी जन्य उत्पादन बिक्री वितरण गर्न चाहनुहुन्छ भने आइतबारदेखि शुक्रबार बेलुका 6 बजेसम्म तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ वा नजिकको वडा कार्यालयमा जानकारी टिपाउन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू शिव नेउपाने 980338 85935, एकमान श्रेष्ठ 98065 52105। व्यावसायिक खेती गरौँ, आत्मनिर्भर बनौँ। यस्तै स्थानीय खबरको लागि धुवाकोट न्युजलाई फलो, लाइक र सेयर गर्न नबिर्सिनुहोस्। धन्यवाद। हाम्रै आवाज, हाम्रै कथा।